ब्ल्याक मनी माथि बालेनको ब्यालिस्टिक मिसाइल अत्तालिए कालो धन थुपारेकाहरू बहालवाला मुख्यमन्त्रीमाथि नै लियो एक्सन। मनी लन्ड्रिङको ऐतिहासिक अपरेसनले लियो रफ्तार। ठूला नेतादेखि बिचौलियासम्म तानिए। फरार सूचीमा रहेका देउबा परिवारमाथि अहिलेसम्मकै ठूलो एक्सन लिने तयारी। दलको झण्डादेखि झोला बोक्नेसम्मका संगठन औपचारिक रूपमै खारेज भएपछि बोले बालेन। गरे मन छुने कुरा विश्लेषकले नै गर्न थाले। बालेनले 30 वर्ष शासन गरे। नेपाल सिंगापुर भन्दा पनि राम्रो बन्ने कल्पना। नेपालको इतिहासमा जे कहिल्यै भएको थिएन आज त्यही भइरहेको छ। हिजोसम्म कानूनलाई गोजीमा राखेर हिँड्ने देशका शक्तिशाली नेता र अर्बपति व्यापारीहरू आज रातारात देश छोडेर भाग्दैछन्। यो कुनै सिनेमाको स्क्रिप्ट होइन। प्रधानमन्त्री बालेन शाहले कालो धन र बिचौलियामाथि प्रहार गरेको ब्यालिस्टिक मिसाइलको प्रत्यक्ष असर हो। सम्पत्ति शुद्धिकरणको यो ऐतिहासिक अपरेसनले दशकौंदेखि जरा गाडेको सिन्डिकेट र भ्रष्टाचारको जालोलाई जरैदेखि हल्लाइदिएको छ। तथ्यहरू सुन्नुस्। बागमती प्रदेशका बहालवाला मुख्यमन्त्री इन्द्रबहादुर बानियाकै घर र कार्यालयमा सम्पत्ति शुद्धिकरण विभागले छापा मारेको छ र शंकास्पद कागजपत्र लगायतका प्रमाणहरू नियन्त्रणमा लिएको छ। हिजोसम्म बालेनको सुशासनको तारिफ गर्ने उनी आज आफै अकुत सम्पत्तिको छानबिनमा तानिएका छन् र बालेन सरकारको यो कदममा आपत्ति जनाएका छन्। तर सबैभन्दा ठूलो भुइँचालो त अब फरार सूचीमा रहेका पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा र आरजू राणा परिवारको नक्कली भुटानी शरणार्थी प्रकरणदेखि टेलिकम घोटाला र अवैध जग्गा जोडेको प्रकरण छानबिन हुने कुराले ल्याएको छ। यो शक्तिशाली परिवार अहिले उपचारको बहानामा सिंगापुर र हङकङका गल्लीहरूमा लुक्न बाध्य भएको छ। प्रमाण नष्ट नहोस् भनेर प्रहरीले बुढा नीलकण्ठको घर भत्काउन रोक लगाएको छ भने रेड कर्नर नोटिस जारी गर्ने तयारी तीव्र पारिएको छ। यसको सीधा अर्थ र असर के हो भने अब नेपालमा राजनीतिक शक्तिको पहुँचले अपराध छोपिँदैन। राजनीतिको पर्दा पछाडि बसेर नीतिगत भ्रष्टाचारको तानाबाना बुन्ने दीपक भट्ट र सुलभ अग्रवाल जस्ता बिचौलियाहरूको गिरफ्तारीले वित्तीय क्षेत्रको कालो जालो उदाङ्ग पारेको छ। पक्राउ पर्ने डरले राजबहादुर शाह र रोहित गुप्ता जस्ता व्यापारीहरू देश छोडेर भागेका छन् भने संलग्नता देखिएपछि हिमालयन इन्भेस्टमेन्ट बैंकका सीईओ बर्खास्त भएका छन्। हिजो सेटिङमा सरकार चलाउने र राज्यलाई लुटको भाडो बनाउनेहरूको लागि अब जेलको कोठरी नै अन्तिम गन्तव्य बन्दैछ। तर यहाँ सबैभन्दा ठूलो प्रश्न के हो भने पूर्व मन्त्रीहरू दीपक खड्का र सुदन किरातीको फाइल अख्तियार पुगेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथि पनि छानबिन चलिरहेको छ र उनले सघाउने प्रतिबद्धता जनाएका छन्। कानून सबैका